हाम्रो हेल्थ अफिसको फर्स्ट डे थियो अनि त्यसपछि अहिले चाहिँ हामी बिहान चाहिँ अटोमा गएको थियौँ अहिले चाहिँ फर्किँदैछौँ अफिसबाट तर यो बाटो कस्तो राम्रो छ कि जता हेऱ्यो त्यतै राम्रो छ यो ठाउँ चाहिँ घुम्ने ठाउँहरू पनि राम्रो अनि सफा छ होइन रोडहरू पनि यस्तो दामी छ ठाउँ चाहिँ यस्तो राम्रो बाटोमा दिनदिनै अब हिँड्न पायो भने त कति रमाइलो हुन्छ होला दामी छ सजावट गाइस बाटो नभेटेर चाहिँ आयौँ एउटा बाटोमा होइन एक्सप्लोर गर्दै थियौँ अनि यहाँ चाहिँ पहिरोमा पऱ्यौँ यस्तो भइरहेको छ त्यहाँ रेस्क्यु हुँदैछ प्रत्येकजनाको चाहिँ हजुर यस आऊ आऊ जस्तो जति सुगम ठाउँमा गए पनि दुर्गम बाटो हिँड्ने हामी मात्र होला कि यस रोडको बाटो छोडेर जाने गाइस यस्तो बाटोमा आइरहेको हामी मेरै आयो होला फेरि त्यो ओ ओरेन्ज सिटी सब घरहरू ओरेन्ज छ यहाँ हामी चाहिँ अफिसबाट चाहिँ अब हामी बसेको होटल जाने भनेर ऱ्यान्डम एउटा बाटो झरिरहेको थियौँ होइन झर्दाखेरि चाहिँ हामी ठ्याक्क हामीले खोजि नै राख्यौँ यो कहाँ होला भनेर तर हामी ठ्याक्क आइसक्यौँ यहाँ साथीहरू यहाँ छन् वी आर इन ओरेन्ज सिटी चाहिँ एभोकाडो पार्क है हामी चाहिँ ओरेन्ज सिटी हुँदै एभोकाडो पार्क हुँदै यस्तो ठाउँमा खाजा खान आएको छौँ गाइज यो ठाउँ त जता हेऱ्यो त्यति कस्तो राम्रो युनिकनेस छ यार तर दामी छ हामी चाहिँ अब यहाँ खाजा खान एक्सप्लोर गर्दैछौँ यस हामी खाजा खानको लागि इन्टर हुँदैछौँ के खान्छौँ थाहा छैन यहाँ डिस्कसन चलिरहेछ गाइज हेलो गाइज हाम्रो लागि खाजा खानको लागि यस्तो दामी सेटअप छ है बसेर हो पुरै यस बसेर खाजा खाँदैछौँ हामी